हेलो गाइज आयो अब न्यू भ्लग सबैजना सन्चै हुनुहुन्छ होला म चाहिँ टक्क ल रेडी भइसके आज बुलबुले घुम्न जाने भनेर हामी फ्यामिली जति घुम्न जाने भनेर रेडी भएर म चाहिँ अब निस्किन लागेको बाबुलाई लगेर र बाइकमा चाहिँ जाने हो 2 लोड चाहिँ गर्नुपर्छ धेरै जना भएर 2 चोटी चाहिँ एक लोड पुर्याएर फेरि लिन आएर फेरि लगेर जानुपर्छ बुलबुले र यो मेरो बाइक हो अस्ति गोरसे गएबाट धोएको छैन मेरो छोरी चाहिँ बाइक चढ्नलाई एकदम एक्साइटेड एकदम खुसी भइरहेछन् आज धेरै दिनपछि भन्नाले नि बाइकमा फर्स्ट टाइम चाहिँ घुमाउन लग्दैछु कि मैले बुलबुले त्यही भएर चाहिँ रेडी भइसक्यो दुईटा यो चाहिँ कान्छो छोरी हो सबैभन्दा कान्छो चाहिँ मेरो छोरा हो अब यो बाइक चाहिँ निकाल्न लागेको हो अनि निकालेर हामी चाहिँ निस्किन्छौँ बुलबुलेतिर फाइनली हेलमेट चाहिँ आइसक्यो हैन हेलमेट लगाइसके मैले हेलमेट ल्याइदिहाले बुढीले त्यसपछि अब बाइक निकालेर त्यसपछि यिनीहरुलाई लगेर चाहिँ हामी चाहिँ बुलबुलेतिर लाग्छौं ल बुलबुले बाटोमा जाँदै गरेको भ्यू चाहिँ देखाउँछु यो घरदेखि अलि माथि आइसक्यो अब यति चोकमा लाग्यो यहाँ चाहिँ यसो एकचोटी यो चाहिँ क्यामेरा चाहिँ पछाडी यिनीहरुलाई खिच्दाउन नआएर सेल्फी स्टिकबाट मैले सिकाइराको हो अगाडि चाहिँ कान्छो छोरी त्यसपछि जेठो छोरी र मेरो बहिनी पछाडी बहिनी लगायत हामी चाहिँ बुलबुलेतिर लाग्दै यसो चोकबाट चाइना पुलतिर हुँदै टक्क लाएर चाहिँ चाइना पुल अब यहाँदेखि हामी चाहिँ मङ्गलडी लागिरहेको यसो एकचोटि फोटा पनि हेरिहालौँ आधी हावा साइडमा चलाइरहेको नमिलेर खासै मिल्दैन आजभोलि चाहिँ यो म्युजिक सेजी राख्न मिल्दैन रहेछ हैन कपिराइट लाग्छ युट्युब च्यानलमा त्यही भएर मेरो जति भिडियो नै हालिरहेको छु मैले कपिराइट नै लागिरहेको छ हैन म्युजिक हालेको कारणले गर्दा होला सायद त्यही भएर ल हामी चाहिँ फाइनल चाहिँ अब बुलबुलेको गेटनिर आइसक्यौँ अब बुलबुले गेटमा चाहिँ रोकेर एकछिन टिकट लगाउनुपर्छ हैन टिकट लाग्यो भने बाइकको छुट्टै पैसा लाग्छ अनि एक व्यक्तिको 20 रुपैयाँको दरले चाहिँ टिकट काट्नुपर्छ ल टिकट काउन्टर चाहिँ यही हो अगाडि मान्छे चाहिँ उभिराख्नु भएको छ दुईजना उहाँहरू यो चाहिँ बुलबुलेको गेट ल फाइनली चाहिँ हामीले चाहिँ टिकट लगिसक्यौँ टिकट लगेर पनि चाहिँ भित्र जानलाई रेडी भइसक्यौँ हैन अब भित्र आएर यसो बुढीलाई भिडियो बनाइदिनु त भनेको बहिनीलाई चाहिँ हिँड्दै पठाएर अनि मेरो छोराले पुरा हाई दिइरहेछ कि क्यामेरामा हाई भनिरहेछ हैन अब सबजना बुढीले चाहिँ भिडियो बनाएर पुरा मुस्कान दिइरह्यो ल गाइस अब यो भिडियो अब यो बुलबुलेतिरको यो केही खासै केही त छैन बुलबुले राख्न अहिले यो त बाइक आयो फेरि साइडमा म फर्स्ट टाइम चाहिँ गएको हैन बुलबुले मैले सुनेको थिएँ म चाहिँ बुलबुले गएको थिएन कि अहिलेसम्म फर्स्ट टाइम एकचोटि चाहिँ बुढीलाई लगेर गएको थिएँ त्यहाँ राखे ब्यागमा त्यसपछि फ्यामिलीसँग फर्स्ट टाइम गएको म चाहिँ सेकेन्ड टाइम हो तर पहिला चाहिँ हरियाली थियो हैन यताउता तालहरू पनि सफा थिएन कि पुरै फोहोर भन्दा पनि त्यो केहरू झारपातहरू सब कुहिएर त्यो पुरै भरेको थियो आजकल चाहिँ बोटहरू चलाउने चलिरहेको छ बुलबुले भन्नुमा भाइरस भइराखेर बोटहरू चढ्ने तर हामी बोटसोट चढ्दैनौँ कि त्यहाँदेखि बच्चा सब पुलले समाइदिने गर्छौँ कि धेरै त्यो भएर हामी चाहिँ सर एकछिन यसो घुमघाम गर्ने बहिनी गाउँबाट आएको हुनाले चाहिँ घुम्नको लागि जाम भन्ने पनि भयो अब छुट्टीको दिन पनि परियो के अरे अब प्रायः जसो बिजी भइन्छ त्यही भएर केटाकेटीलाई नि अब यसो शनिबारको दिनमा घुम्न लग्यो बुलबुलतिर के बुलबुले घुम्दा सब खुसीले हरियाली के उफ्रिरहेछन् बुलबुले घुम्न जाँदाखेरि फ्यामिलीसँग फर्स्टचोटि हो जिन्दगीमा बिहा गरेदेखि आज हो फ्यामिलीसँग घुम्न गएको र फ्यामिलीलाई लगेर गएको पनि आजै हो हैन ल साथीहरु यस्तै भिडियो चाहिँ मेरो युट्युब च्यानलमा आइरहन्छ अब डेली चाहिँ लगभग आइरहन्छ कामको हुन्छ अथवा जसको हुन्छ भ्लग चाहिँ हालिरहन्छु प्लिज लाइक शेयर कमेन्ट चाहिँ गर्न नबिर्सनु होला र सब्स्क्राइब चाहिँ एक नम्बरमा प्लिज सब्स्क्राइब चाहिँ गरिदिनु होला किनकि माया देखाइदिनु होला सबैजनाले हैन त्यो यस्तै हो अब खासै बनाउन आउँदैन भिडियो पनि गराउन आउँदैन हैन त्यस्तो हामीसँग अब हाई क्वालिटीको मोबाइल छैन एउटा एन्ड्रोइड मोबाइलबाट यस्तै अलि भइहाल्छ हल्का भिडियोमा यो चाहिँ अब यहाँ चाहिँ फोटो खिचाउने एउटा टिकटकमा चाहिँ भिडियो बनाउनुपर्छ बुढाबुढीको अब घुम्न आएको अब बुलबुल भनेर चाहिँ त्यही भएर लक्ष्यको चाहिँ भिडियो बनाउँला भनेर चाहिँ आज बुलबुलतिर आएको हो
नत्र खासै यो मेरो चाहिँ छोरीहरू पुरा कुदिरहेछन् क्या बोर्ड हेर्नको लागि अनि चाहिँ बोर्ड चाहिँ चलिरहेको छ नि त यहाँ आजकल त पुरा क्लिन भएर रहेछ क्या ताल पनि कति ठुलो के पहिला सानो झुप्रो परेको थियो पुरै के अरे लेउ थियो क्या पात सफा गरेकै थियो नि अहिले त पुरा वरिपरि बारहरू लगाएर यस्तो दामी पानीहरू देखिने पुरा धमिलो भयो नि पानी चाहिँ सफा छ कि पहिला यति फोहोर थियो रुखहरू थियो यहाँ छेउछेउतिर टन्न जङ्गल थियो क्या पुरै झारीहरू थियो सानो खाल्टो अत्र मात्र थियो क्या पहिलाको बुलबुल ताल अहिले त धेरै ठुलो बनाएर रहेछ कि ल गाइजहरू होइन यहाँ बोट चाहिँ चल्छ अब बोट चाहिँ स्टार्ट हुन लाग्यो तर हामीले नि बोट चढ्ने भनेको दुई बुढाबुढी जाने भनेको खासै नमानेर दुई बुढाबुढी बहिनी जाने भनेको फेरि घरमा कोही पनि भएन बाबुलाई हेर्ने बाबु पनि फेरि सानो भयो के अरे अनि दुईवटा छोरी पनि जान्छु भनेर ल्याएर आएको अब हामीले चाहिँ यसो यो हेर्ने भने केही छैन बुलबुलमा खासै होइन अब अहिले चाहिँ केही छैन यो अब सुक्खा खडेरीको मौसम भएर होला सायद यो बोटहरू चाहिँ स्टार्ट भइसक्यो हेर्नु मेरो पछाडिको यो बोट चाहिँ यहाँ मान्छेहरू चढिरहन् खास आजले बोट पनि खासै चल्दैन रहेछ पहिला त दुईवटा ननस्टप पालै पाइन्थेन सुरुमा भन्ने सुनेको थिएँ मैले तर खासै आजले एउटै बोटमा पनि मान्छे प्याक हुँदो रहेछ कि खाली नै हुँदो रहेछ कति नै चढोस् तयार सोरी त मान्छे चढेर भ्याइसकेको सबैजनाले ल साथीहरू यस्तै एउटाको अब हामी चाहिँ यहाँबाट रिटर्न हुन्छौँ होइन अब घरतिर जानको लागि खासै केही छैन है घुम्नलाई अब बर्खामा अलि हरियाली हुन्छ होइन फुलहरू फुलेको हुन्छ त्यति बेला भयो भने चाहिँ घुम्नलाई ठिकै हो बुलबुलै तर आजभोलि चाहिँ केही छैन कि यो अब के अरे फागुनको महिना फागुन चैतमा केही हुन्न कि अन्त सब सुक्खा हुन्छ के अरे हरियाली भन्ने केही हुन्न लगायत अब हामी चाहिँ भिडियो बनाउँछौँ के अरे टिकटकको लागि बुढाबुढी चाहिँ भिडियो बनाइरहेछौँ अब खासै मलाई त अब त्यो भिडियो बनाउन राम्रो पनि लाग्दैन के अरे यो टिकटकमा नाच्ने यताउता गर्ने हुन्छ आफ्नो त्यस्तो हुन्न है यो भलकसलक गराइन्छ कहिलेकाहीँ यो मेरो छोरालाई म अझ खुट्टामा राखेर हिँड्न खोजिरह हिँड्दैन के अरे मेरो छोरीले चाहिँ छोराको हात चाहिँ समाइरहेछ कि कान्छी छोरीले ल साथीहरू यो अब भलक चाहिँ यहाँ लगभग अन्तिमतिर हामी फर्किसकेको होइन अब फर्केर निस्किन लाग्यो त्यहाँदेखि ल गाइज होइन सबले लाइक चाहिँ गरिदिनु होला सेयर अनि सब्सक्राइब चाहिँ गरिदिनु होला प्लिज होइन भिडियोमा केही कमी कमजोरी छ भने कमेन्ट चाहिँ गर्नु होला र यति भन्दै अब आजको भ्लगलाई यहीँ नै समाप्त गर्छु अब नेक्स्ट भ्लग चाहिँ अब कामहरूको आउँछ होइन यो हप्ता महिनामा एकचोटि छुट्टी हुन्छ होइन साथीहरू कस्तो भ्लग चाहिन्छ हजुरहरूलाई कस्तो खाले भिडियो चाहिन्छ कमेन्ट चाहिँ गर्नु होला ल थ्याङ्क यू हेरिदिनु हुने सबैजनालाई यो भिडियो हेर्ने यतिलाई धन्यवाद छ।